वैदिक ज्योतिषमा नि केही यस्ता ग्रह योगहरू हुन्छन् जुन साँच्चै नै नाटकीय र एकदमै विरोधाभासले भरिएका हुन्छन्। यस्ता योगले त कहिलेकाहीँ ज्योतिषीहरूलाई नै अलमलमा पारिदिन्छ। हो, त्यस्तै एउटा स्थिति हो अष्टम भावमा छायाग्रह राहुको उपस्थिति। यो त एउटा यस्तो ब्रह्माण्डीय पहेली जस्तै हो जसले जीवनको सबैभन्दा गहिरो डर र अर्कोतिर सबैभन्दा ठूलो सोच्दै नसोचेको सफलतालाई एकै ठाउँमा ल्याइदिन्छ। यहाँ हेरौँ त यो स्थितिको मूल द्वन्द्व कस्तो छ। एकातिर शास्त्रहरू भन्छन् यो योगले रोग निम्त्याउन सक्छ, गरिबी ल्याउन सक्छ, परिवारबाटै तिरस्कार समेत हुन सक्छ। तर अर्कोतिर हेर्नुस् त यही योगले मान्छेलाई अचानक मालामाल बनाइदिन सक्छ, सोच्दै नसोचेको लाभ दिन सक्छ अनि विदेशमा लगेर सम्मान दिलाउन सक्छ। अब प्रश्न उठ्छ, कसरी एउटै ग्रहको स्थितिले यस्ता दुईवटा आकाश पाताल फरक भाग्यको संकेत गर्न सक्छ? आज हामी यही रहस्यको पर्दा खोल्ने प्रयास गर्नेछौँ। ल, यो जटिल विषयलाई सजिलोसँग बुझ्नको लागि हामी यसलाई 5 भागमा हेर्नेछौँ। सबैभन्दा पहिले यो रहस्यमय स्थिति के हो त्यो बुझ्छौँ। त्यसपछि यसले जीवनमा कस्ता परीक्षाहरू ल्याउन सक्छ त्यो हेर्छौँ। अनि हाम्रा ऋषिमुनिहरूले यसबारे के भन्नुभएको छ त्यो पनि केलाउँछौँ। चौथोमा कसरी भाग्यले अचानक कोल्टे फेर्न सक्छ भन्ने बारे चर्चा गर्छौँ। र अन्त्यमा यी सबैलाई सन्तुलनमा ल्याउने उपायहरू के छन् त त्यसमा पनि कुरा गर्नेछौँ। ल, सुरु गरौँ पहिलो खण्डबाट। यहाँ हामी यो ज्योतिषीय समीकरणलाई शक्तिशाली बनाउने मुख्य दुई कुराहरू अष्टम भाव र राहु ग्रह यिनीहरूको बारेमा बुझ्नेछौँ। अष्टम भाव, यसलाई ज्योतिषमा दुस्थान पनि भनिन्छ। यो जन्मकुण्डलीको सबैभन्दा रहस्यमयी र भनौँ न अलि चुनौतीपूर्ण घरहरूमध्ये एक हो। किनभने यसले जीवनका ती सबै लुकेका पक्षहरूलाई देखाउँछ, जस्तै कि आयु कति छ, जीवनमा अचानक आइपर्ने घटनाहरू, मानसिक पीडाहरू अनि मृत्यु र त्यसपछिका गहिरा रूपान्तरणका कुराहरू। हो, यस्तो संवेदनशील ठाउँमा कुनै पनि ग्रह आएर बस्नुको अर्थ पक्कै पनि ठूलो हुन्छ। अब यही रहस्यमय आठौं घरमा प्रवेश गर्छ राहु, जुन भौतिक शरीर नभएको एउटा छाया ग्रह हो, तर यसको प्रभाव एकदमै शक्तिशाली हुन्छ। महर्षि पराशरले राहुलाई के भन्नुहुन्छ भने यो वात प्रकृतिको र बुद्धिमान छ। यसको मतलब के हो भने यो अस्थिर छ, यसलाई अनुमान गर्न गाह्रो छ, तर सँगसँगै एकदमै चलाख पनि छ। राहुले संसारिक इच्छाहरू, भ्रम अनि लिकभन्दा बाहिर गएर सोच्ने बानीलाई दर्शाउँछ। अब सोच्नुस् त, जब यस्तो चलाक र विद्रोही स्वभावको ग्रह अष्टम भावको गहिरो रहस्यमा पस्छ, तब परिणामहरू कति नाटकीय होलान्। ल, अब लागौं दोस्रो खण्डतिर। यहाँ हामी यस योगले ल्याउन सक्ने केही कठिन पक्षहरूको बारेमा कुरा गर्नेछौँ। खासमा यही कुराहरूले गर्दा धेरैजना यो योग देखेर अलि चिन्तित हुनुहुन्छ। शास्त्रहरूले आठौं घरको राहुलाई स्वास्थ्यको लागि अलि चुनौतीपूर्ण मानेका छन्। यसको मुख्य कारण के हो भने राहुको स्वभावै वात प्रकृतिको छ र यही कारणले गर्दा वायु सम्बन्धी रोगहरू अनि दम वा क्षयरोग जस्ता लामो समयसम्म दुःख दिने रोगहरूको जोखिम बढ्न सक्छ। भन्नुपर्दा शरीरमा देखिने यो सबैभन्दा पहिलो र प्रत्यक्ष असर हो। अब कुरा गरौँ आयुको, जुन निकै संवेदनशील विषय हो। हेर्नुस्, भृगुसूत्रम जस्ता पुराना ग्रन्थहरूले सामान्य अवस्थामा आयु 32 वर्षसम्मको हुन सक्छ भनेर संकेत गरेका छन्। तर यो नै अन्तिम सत्य होइन। ज्योतिषको सुन्दरता नै यहीँनिर छ। यदि त्यही राहुसँग कुनै शुभ ग्रह बसेको छ भने आयु 45 वर्षसम्म पुग्न सक्छ। अझ आठौं घरको मालिक ग्रह नै बलियो छ भने त आयु 60 वर्षसम्म पनि हुन सक्छ। यसले के देखाउँछ भने कुनै एउटा ग्रहको आधारमा मात्रै निष्कर्ष निकाल्नु हुँदैन, पूरै कुण्डलीको विश्लेषण महत्त्वपूर्ण हुन्छ। स्वास्थ्यको कुरा त भयो। अब यो योगले सामाजिक र आर्थिक जीवनमा पनि गहिरो असर पार्न सक्छ। जस्तो कि आर्थिक रूपमा सङ्घर्ष गर्नुपर्ने, गरिबीको सामना गर्नुपर्ने वा पैतृक सम्पत्ति समेत गुम्न सक्ने स्थिति आउन सक्छ। अझ पारिवारिक सम्बन्धमा पनि तनाव देखिन सक्छ। कहिलेकाहीँ त आफ्नै मान्छेहरूबाट टाढिनुपर्ने वा बहिष्कृत हुनुपर्ने अवस्था समेत आउन सक्छ। शास्त्रहरूले सन्तान सुखमा पनि केही कमी हुन सक्ने संकेत गरेका छन्। ल, अब तेस्रो खण्डमा लागौं। यहाँ हामी विभिन्न ऋषि आचार्यहरूले यो योगको बारेमा के भन्नुभएको छ उहाँहरूको दृष्टिकोणलाई अलि गहिरिएर हेरौँ। यहाँ हेर्दा के देखिन्छ भने फरक आचार्यहरूले यसमा नयाँ कुराहरू थप्दै जानुभएको छ। जस्तै आचार्य मन्त्रेश्वरले मुख्य गरी
कष्ट वातव्याधि र थोरै सन्तान हुने कुरामा जोड दिनुहुन्छ। तर चमत्कार चिन्तामणि भन्ने ग्रन्थले अलिकति फरक कुरा गर्छ। त्यसमा भनिएको छ राजा र विद्वानहरूबाट त सम्मान मिल्छ, तर आफ्नै परिवारबाट भने मिल्दैन। कस्तो विरोधाभास होइन? तर यो कथामा सबैभन्दा ठूलो मोड तब आउँछ जब महर्षि पराशरको कुरा आउँछ। उहाँले विपरीत राजयोगको सम्भावना देखाउनुहुन्छ। हो, यही त्यो योग हो जसले सबै नकारात्मक कुरालाई एकाएक सफलतामा बदल्न सक्ने क्षमता राख्छ। अब आयो चौथो खण्ड, र यही नै कथाको सबैभन्दा रोचक मोड हो। यहाँ हामी ती अवस्थाहरूको बारेमा कुरा गर्नेछौँ जहाँ चुनौतीहरू नै विजयको कारण बन्न पुग्छन्। तर एउटा प्रश्न, के परिणामहरू सधैँ यस्तै नकारात्मक नै हुन्छन् त? अहिलेसम्म हामीले चुनौतीकै कुरा गर्यौं। के यो कथाको अर्को पाटो छैन होला? ज्योतिषको गहिराईले भन्छ पक्कै पनि छ। हो, त्यो अर्को पाटोको तालचा खुल्ने साँचो हो विपरीत राजयोग। यसको नामै काफी छ, विपरीत अर्थात् उल्टो। यो ज्योतिषको एउटा यस्तो शक्तिशाली सिद्धान्त हो जसले के भन्छ भने कहिलेकाहीँ जीवनको सबैभन्दा ठूलो चुनौती नै सफलताको सबैभन्दा ठूलो ढोका बनिदिन्छ। जब 8औं घर जस्तो कठिन मानिने घरको मालिक ग्रह आफै बलियो अवस्थामा हुन्छ, तब सुरुवाती सङ्घर्षपछि मान्छेले यस्तो सफलता पाउँछ जुन उसले सोचेको पनि हुँदैन। यो त विषलाई अमृतमा बदले जस्तै हो, जहाँ कमजोरी नै सबैभन्दा ठूलो शक्ति बन्न पुग्छ। अनि जब यो विपरीत राजयोग बन्छ नि, तब 8औं घरको राहुको पूरै खेल नै पल्टिन्छ। परिणामहरू नाटकीय रूपमा बदलिन्छन्। अचानक चिट्ठा पर्ने वा शेयर बजारबाट ठूलो धन लाभ हुन सक्छ। राहुले विदेशलाई पनि जनाउने हुनाले यस्तो योग भएका व्यक्तिहरूले आफ्नो जन्मथलोभन्दा टाढा विदेशमा गएर नाम र सम्मान कमाउँछन्। घर परिवारले नपत्याए पनि के भयो त? बाहिरी समाजले, सरकारले उनीहरूको कामको कदर गर्छ। सामान्यतया जीवनको सुरुवाती भाग अलि सङ्घर्षमय भए पनि पछिल्लो आधा जीवनमा भने स्थिरता र सफलता दुवै प्राप्त हुन्छ। ल, अब हामी अन्तम खण्डमा आइपुगेका छौँ। यहाँ हामी ती व्यावहारिक उपायहरूको बारेमा कुरा गर्नेछौँ जुन शास्त्रहरूले सुझाएका छन्, जसले गर्दा सम्भावित कठिनाइहरूलाई कम गर्न सकियोस्। ज्योतिषको राम्रो पक्ष के हो भने यसले समस्या मात्र देखाउँदैन, समाधानको बाटो पनि देखाउँछ। 8औं घरको राहुको नकारात्मक असर खास गरी स्वास्थ्य र आयुसँग जोडिएका समस्याहरू कम गर्न शास्त्रहरूले केही उपायहरू दिएका छन्। पहिलो हो नाग प्रतिमाको पूजा। राहुलाई सर्पसँग जोडेर हेरिन्छ, त्यसैले यो पूजा स्वास्थ्य सङ्कट हटाउन एकदमै प्रभावकारी मानिन्छ। दोस्रो, राहुसँग सम्बन्धित वस्तुहरू जस्तै कालो तिल, फलाम वा नीलो कपडा दान गर्दा उसको नकारात्मक ऊर्जा शान्त हुन्छ। अनि तेस्रो, माता दुर्गाको उपासना गर्ने र राहु कवचको पाठ गर्दा एउटा आध्यात्मिक सुरक्षा कवच बन्छ जसले अशुभ प्रभावहरूलाई कम गर्न मद्दत गर्छ। अन्तम